के स्मार्टफोनको युग साँच्चै सकिन लगेको हो त? आज हामी एउटा यस्तो प्रविधिको कुरा गर्दैछौँ जसले हाम्रो हातमा भएको फोनलाई हेर्ने तरिका नै पूरै बदल्न सक्छ। आउनुहोस्, भविष्यको यो नयाँ अध्यायमा के छ हेरौँ। एकछिन सोच्नुस् त, पछिल्लो पटक कुन चाहिँ नयाँ फोनले साँच्चै वाह भन्न बाध्य बनायो? धेरैलाई त याद पनि नहोला, किनभने सत्य यही हो कि स्मार्टफोन बजारमा केही नयाँपन नै हराएको जस्तो छ, होइन त? हो नि, अचिलका ठूला कम्पनीहरूले गर्ने भनेकै के छ र? कि नयाँ रङ निकाल्छन्, कि क्यामेरामा अलिकति केही सुधार गर्छन्। अब यसलाई साँच्चैको आविष्कार भन्नु मिल्छ र? मलाई त लाग्दैन। तर यो सबै दिक्कलाग्दो माहौलको बीचमा एउटा यस्तो चिज आउँदैछ जसले पुरै खेल नै परिवर्तन गर्न सक्छ। सोच्नुस् त, तपाईको अर्को फोन नभएर एउटा रोबोट भयो भने के होला? हो, यो हो एआई रोबोट फोन, र यसलाई बनाउँदैछ चीनको कम्पनी अनरले। तर यो कुनै सामान्य फोन चाहिँ होइन है, यो त भविष्य कस्तो हुँदैछ भन्ने एउटा सानो झलक हो। यसलाई आफ्नो खल्तीमा भएको एउटा सानो ट्रान्सफर्मर जस्तो सम्झिनुहोस्। हो, त्यो फिल्मको रोबोट जस्तै। यो फोनले साँच्चै आफ्नो आकार बदल्न सक्छ। मतलब यो फोन मात्र रहेन, यो त आवश्यकताअनुसार आफ्नो रूप बदल्ने एउटा जादुई डिभाइस जस्तै भयो। अब यसको सबैभन्दा अचम्मको कुरा हेरौँ, त्यो हो यसको रोबोटिक क्यामेरा। सामान्यतया के हुन्छ, भिडियो खिच्दा हात कापेर फुटेज हल्लिन्छ होइन? अब त्यो सब बिर्सिदिनुहोस्। यो फोनको क्यामेरा बाहिर निस्किन्छ र 360 डिग्रीमा घुम्ने गिम्बलमा आफै स्थिर हुन्छ। यसको मतलब एकदमै स्थिर, प्रोफेसनल देखिने 4K भिडियो रेकर्ड गर्न सकिन्छ। कन्टेन्ट बनाउनेहरूका लागि त यो साँच्चै गेम चेन्जरै हो। तर यो फोनको कथा यतिमै सकिँदैन। यो चलाक क्यामेरा त एउटा पाटो मात्र भयो। यसको वास्तविक शक्ति त हार्डवेयरमा होइन, सफ्टवेयरमा छ। मतलब यसको आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईमा। र यसको एआईले काम गर्ने तरिका चाहिँ अहिलेसम्म हामीले देखेको भन्दा बिल्कुलै फरक छ। यसलाई भनिन्छ अन डिभाइस एआई। यसको मतलब के हो भने एआईले गर्ने सबै प्रोसेसिङ फोनभित्रै हुन्छ। क्लाउडमा कुनै डाटा पठाउनु पर्दैन, इन्टरनेट पनि चाहिँदैन। प्राइभेसी र स्पिडको लागि त यो एकदमै ठूलो कुरा हो। अब आजको एआई र यो नयाँ एआईमा के फरक छ त? हेर्नुस् है, हामीले चलाउने सिरी वा एलेक्सा जस्ता एआईलाई सधैँ इन्टरनेट चाहिन्छ। हाम्रो डेटा पनि उनीहरूको सर्भरमा जान्छ अनि कहिलेकाहीँ ढिलो पनि चल्छ। तर यो अनरको फोनमा भएको एआई चाहिँ पुरै अफलाइन काम गर्छ। मतलब हाम्रो डेटा फोनमै सुरक्षित रहन्छ र प्रतिक्रिया पनि तुरुन्तै, इन्स्टेन्टली पाइन्छ। अब कुनै पनि नयाँ प्रविधि आउँदा त्यसका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् होइन? त्यसो भए यो एआई रोबोट फोनले के कस्ता अवसरहरू ल्याउँछ र यसका चुनौतीहरू चाहिँ के हुन सक्छन्? आउनुहोस् त्यसबारे कुरा गरौँ। पहिला राम्रो कुरा गरौँ। पहिलो त कन्टेन्ट बनाउनेहरूले व्यावसायिक स्तरको स्थिर भिडियो खिच्न पाउने भए। दोस्रो, अफलाइन एआई भएकोले डेटाको गोपनीयता 100% सुरक्षित भयो। तेस्रो, यो असिस्टेन्ट मार्फत घरको लागि एउटा स्मार्ट हब पनि बन्न सक्छ। र सबैभन्दा अचम्मको कुरा, यो एआईले हाम्रो भावना र सन्दर्भ समेत बुझ्न सक्नेछ। तर यति धेरै राम्रा कुराहरू हुँदाहुँदै पनि केही गम्भीर प्रश्नहरू र चुनौतीहरू पनि छन्। जस्तै 4K रेकर्डिङ र रोबोटिक पार्ट्सले गर्दा फोन एकदमै तात्ने हो कि? अनि यस्तो एडभान्स प्रविधि आम मानिसले किन्न सक्ने गरी सस्तो होला त? अर्को कुरा, यति धेरै चल्ने पाटपुर्जाहरू छन्, यो कतिको टिकाउ होला? यी त भए प्राविधिक कुरा। तर यस्तो शक्तिशाली एआई हाम्रो हातमा आउँदा यसले समाजमा कस्ता नैतिक प्रश्नहरू खडा गर्छ, त्यो त झन् ठूलो चिन्ताको विषय हो। त्यसैले यो फोनलाई एउटा छुट्टै उत्पादनको रूपमा मात्र हेर्नु हुँदैन। यो त स्मार्टफोनभन्दा अगाडिको युग अर्थात् मानव एआई उपकरणको युगको सुरुवात हो। र यो दौड कुनै सानोतिनो छैन। हेर्नुस् त, चीन एक्लैले आउँदो 5 वर्षमा यस्तै एआई स्मार्ट डिभाइसहरूमा $100 अर्ब लगानी गर्ने योजना बनाएको छ। यो रकमले नै देखाउँछ कि भविष्यको यो दौड कति गम्भीर र महत्त्वपूर्ण छ। भनेपछि यो एउटा नयाँ फोन मात्र होइन, यो त प्रविधिको विकासको अर्को चरण हो। एउटा यस्तो भविष्य जहाँ हाम्रा डिभाइसहरू केवल औजार होइन, बरु हाम्रा व्यक्तिगत एआई साथी बन्नेछन्। त्यसो भए अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यहीँनिर आउँछ। जब हाम्रा उपकरणहरू हामी जस्तै बौद्धिक साझेदार बन्दै जान्छन्, के हामी त्यसका लागि तयार छौँ?
यो भविष्यले हाम्रो जीवनलाई कसरी बदल्नेछ सोच्नुपर्ने बेला आएको छ।